हेलो नमस्ते जोजोलपा सबैजनालाई मेरो युट्युब च्यानल सोल प्रिन्समा स्वागत छ। म आजको भिडियो बनाउने क्रममा तपाईहरुको सामु प्रस्तुत गर्न गइरहेको छु आकाश भैरव काठमाडौँको मुटुमा रहेको इन्द्रचोक। जुन काठमाडौँको इन्द्रचोकमा अवस्थित आकाश भैरवलाई आकाशका देवताका रूपमा पूजा गरिन्छ। करिब 3100 देखि 3500 वर्ष पुरानो मानिने विशाल नीलो अनुहार भएको धातुको मुखुटा अत्यन्तै शक्तिशाली र उग्र स्वरूपमा देखिन्छ। स्थानीय परम्परा अनुसार यसलाई किराती राजा यलम्बरको प्रतीक मानिन्छ, जो महाभारत युद्धका साक्षी थिए भन्ने विश्वास पनि छ है। केही मत अनुसार आकाश भैरव शिवसँग पनि सम्बन्धित र नगर राष्ट्रका रक्षक देवताको रूपमा पूजिन्छन्। यो देवताको मन्दिर परम्परागत नेवारी शैलीमा निर्मित छ र इन्द्रचोकको माथिल्लो तलामा स्थापना गरिएको छ। इन्द्रचोक स्वयं प्राचीन भारत तिब्बत व्यापार मार्गको महत्त्वपूर्ण केन्द्र थियो, जसले यस स्थानलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले अझ विशेष बनाइएको छ। मुखौटामा सर्प, तेस्रो नेत्र र खप्परको माला अंकित छन्, जसले सृष्टि, संहार र संरक्षकको प्रतीकात्मक अर्थ बोकेको देखिन्छ। प्रत्येक वर्ष भाद्र आश्विन महिनामा मनाइने इन्द्र जात्राका अवसरमा मात्र यो विशाल मुखौटा सर्वसाधारणका लागि सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ। उक्त पर्वमा भक्तजनहरूले फूल, दक्षिणा तथा पेडा चढाएर पूजा आराधना गर्छन्। जीवित देवी कुमारी समेत यहाँ दर्शन गर्न आउनु यस पर्वको विशेष आकर्षण हो। इन्द्र जात्राको रथयात्रामा यो स्थान प्रमुख पडावको रूपमा रहन्छ। इतिहासमा नेपालका राजाहरूले यस देवतासँग तरवार साटासाट गर्ने परम्परा निर्वाह गर्दै आशीर्वाद लिने गर्थे, जसले राजसत्ता र देव शक्ति बीचको सम्बन्धलाई झल्काउँथ्यो। आज पनि आकाश भैरव काठमाडौँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानको प्रतीकका रूपमा जीवित छ। इन्द्रचोकको भीडभाड, व्यापारी गतिविधि र भक्तजनहरूको आस्था बीच यो स्थल सधैँ जीवित र पवित्र वातावरणले भरिएको देखिन्छ। यो मन्दिर केवल पूजा गर्ने स्थान मात्र नभई पुस्ता पुस्तासम्म जीवित रहेको लोकविश्वास र सांस्कृतिक पहिचानको प्रतीक हो। अनि साथी हो, नेवारी पहिचानलाई मेट्न दिनु हुँदैन है। नेवाजी नेवाहे जुई, हाम्रो कल्चर, हाम्रो रीतिरिवाज एकदमै अमूल्य छ। सो मेरो भिडियो पुरा हेरेर साथ दिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। नेवा संस्कृति, पाटन काठमाडौँका जात्रा, पूजा, कला, संस्कृति र जीवनका सुन्दर क्षणहरूलाई संसारमा चिनाउन म निरन्तर यात्रामा छु। यदि तपाईलाई हाम्रो संस्कृति मनपर्छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईहरुको समय शुभ रहोस्। ब्रह्मायणी, महेश्वरी, ब्रह्मायणी, कौमारी, वैष्णो देवी, वाराही, इंद्रायणी, देखिए चामुंडा, जय भोलेनाथ।